guys, welcome back to my channel. Ani welcome back to my channel. Ani म चाहिँ आज यहाँ पान्या जान लाग्यो मेरो फ्यामिली सँग. सो यहाँ पछाडी चाहिँ मेरो दिजुहरु होइसिन्छ. गाइस से हेलो. हेलो. अनि हामी चाहिँ फ्यामिलीहरु आज पान्या जान लाग्यो. सो ए हामी सब भन्न लिटिल वानला. हेलो. अनि हाम्रोमा चाहिँ दिजुहरु बस्ने गरेर आइसकेको छ. अनि त्यही भएर चाहिँ हामी यसो आज घुम्न आएको. अनि एकदम नै रमाइलो भइरहेछ गाइस हैन. पुग्न लाग्यो इन 2 मिनेट्स हामी आइपुग्छौँ यता विशालनगर चोकमा. अनि हामी खान्छौँ. हेरौँ के खाने स्योर त्यो छैन. अभियसली अब बेकरीमा डिजर्ट्स नै खान्छौँ हामी हैन, किनकि हामीले खाना खाइसक्यो. त्यही हो गाइस, आई विल अपडेट यु गाइस. ल अब हामी आइपुग्यो द पान्या. हामी 4 जना यहीँ खाना लाग्छौँ, यहीँ बस्न लाग्छौँ. ल गाइस लेट्स सी के छ त यहाँ. बिग चीज, चॉकलेट क्रन्च. के खाने बाबु तिमी? म्याक्रोन्स त म्याक्रोन्स भन्दा बर्गर खाने. बर्गर खाने भनेपछि खाँदैन. भित्र खाएको मिठो खानु खान्छ नि भन त. दादा म कपकेक खाऊ न बरु. सबभन्दा मिठो के हुन्छ भनौँ दिजु? यो चकलेट क्रन्च पनि मिठो हुन्छ. जस्तै हामीले खाता हुने है. कुन के खान्छ अरे त्यो खाने म किन्दिन्छु के भन्छ यो चकलेट क्रन्च खाने. अनि उयो मड पुडिङ ट्राई गर्ने. हजुर भन्छ न साउन्ड ट्राई गर्ने यसो गरौँ न त guys. We're here. This is one of my favorite places guys. हजुर चकलेट क्रन्च कता छ हजुर भन्छ न. एउटा चकलेट क्रन्च होइन माथि अनि त्यसपछि एउटा मड पुडिङ अनि स्ट्रबेरी म्याक्रोन 2 जना यो पुरा के खाइदिनुहोस् त क्या. यो पुरा के हेर कपकेक एउटा हैन. चकलेट कपकेक मिठो हुँदैन. ब्लुबेरी पेस्ट पख सानमा पनि खोलिदिन्छु. ल दिजु हजुर हिँड्छ त माथि. ल जाऊँ हजुर माथि हिँड्छु. This is one of my favorite places guys. Let's get inside. It's very beautiful guys. एकदम नै राम्रो ठाउँ छ है. This is also this. दिजुले बबल टी भनेर बबल टी ए बबल टी होला है. एउटा क्यारामेल एउटा स्ट्रबेरी भन्ने हुन्छ. एउटा क्यारामेल बबल टी एउटा स्ट्रबेरी बबल सेयर गरौँ न. स्ट्रबेरी बबल टी भाइ मिठो छ हनी लाटे. मिठो छ अरे नखाने हनी लाटे नखाङ. बबल टी खाने है छोरी. त्यो यता दिशा दिन्छ ज्याकेट. यो एउटा हामी सबैलाई दिजु बाइट गर्छ. मैंने तो कहा था कि अच्छा नहीं होगा. थैंक यू. मैंने तो कहा था. तर मिठो है छोरी. कस्तो मिठो है. निसाको मुख धरी म भइदिन्छु यहाँ देख्यो. छोरो मिठो छ. बाबा मिठो छ भन न. मिठो लाग्यो.
मलाई दिइरहेको छु मिठो छ मलाई दिइरहेको छु It's a strawberry macaron, guys. यो मिठो लाग्यो है बाबा मिठो छ है यो मैले खाऊ भनेर खानु खोजे खाओस् नि त उसले भनेर कुन फ्लेभरको हो रे के हो रे यो चक्लेट यसको नाम मैले बिर्सेँ कस्तो सफ्ट एन्ड लाइट यो केक यो ब्लुबेरी सफ्ट एन्ड लाइट हाम्रो बबल टी हेर त रेडी हुँदैछ ऊ खाइसो छोरू तिम्रो कुन बबल टी रे स्ट्रबेरी ऊ हेर न हाम्रो बबल टी ऊ पिङ्क खाने ल पिङ्क छोरो पिङ्क वाला आयो होइन त हाम्रो बबल टी पिङ्क थ्याङ्क यू हो तातो पानी हाल्नुपर्छ त्रिसा तिमीलाई त तातो पानी हालेर घोलेर उमालेर खानुपर्छ यो टन्सिल भइरहेको हाउज द टेस्ट एकदम युनिक छ पहिला सुरु यो के हो मलाई थाहै छैन यो स्ट्रबेरी भयो होइन यो के हो डिफ्रेन्ट लाग्यो ए नखाइसु दिजु कहाँ खाइदिएको थिएँ कुन फ्लेभरको हो यो ल स्ट्रबेरी स्ट्रबेरी चाहिँ यस ठिकै तर क्यारामेल त एकदम गुलियो छ है बबल टी मसिन यसमा बबल टी घुइँ पाक्छ अरे मैले बन्जर पाक्छ अरे डग्गी हेर्यो नि हेलो डग्गीले हेरिहाल्यो न आम्मै ल म हातलाई यहाँ ल हातलाई हात समाति जानु म छु नि बाबा किन डराएको ल हो गुड हो 2 3 4 5 6 7 8 9 10 11 ल 12 ल 13 ल भइहाल्यो नि किन डराएको के रे बाबा कहिले पनि नआउने गाइस हामी चाहिँ अब हैदराबाद हाउस जाँदैछौँ होइन सबैजना अनि इट्स गोना बी रियली फन टुडे एज अ फ्यामिली व्लग हामी हिँडिरहेछौँ हैदराबाद हाउस चाहिँ यता अगाडि छ गाइज छोरी बोल्ने रे गाइज ल बोलो त बाबालाई अनि बाबा अरू भन प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन त प्लिज लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला गाइस एक्चुअली हाम्रो हैदराबाद हाउस जाने और प्यानिया जाने केही पनि प्लान थिएन है अल अफ सडन बनेको प्लान है यो चाहिँ तुक्कातु बनेको प्लान हो अनि म अर्कै ड्रेसअपमा आइरहेको छु घरको ड्रेसअप ओ माई गड मलाई यस्तो इम्बेरेसमेन्ट फिल भइरहेछ अनि यहाँ दिजुहरू चाहिँ यस्तो राम्री भएर आइसकेको छ सबैजना अनि लुक एट मी ओ माई गड हैदराबाद हाउस आउनु लाग्यो गाइज अनि अब हेरौँ त्यहाँ हामी के खान्छौँ हेरौँ अनि आई लेट यु गाइज नो ल गाइज हामी चाहिँ वी आर एट कता रे छोरू ल we're at Hyderabad house guys केटीहरू भन्ने छ केट guys we're at Hyderabad house ल let's get inside
Chori is playing here. Choru! Sunyana. Afai gai. एउटा भन्छ नि, so this is the menu. Let's see के खाने अब. हजुर! Wow! ल. Let's see what's in the menu. खाइसछ धेरै भयो होला नखाएको कि खाएको छैन कबाब खानु. So दिजुको फर्स्ट टाइम हो कबाब. एकछिन म हेर्दैछु. दिजु हजुरको फर्स्ट टाइम हुन्छ हो. वाह. ए यो कबाब केसँग आउँछ अनि म चिकन अफगानी कबाब एउटा अनि त्यसपछि खै हैदराबादी बिरयानी सबै पर्छ. स्पेशल चाहिँ बिरयानीहरू सक्दैन. मलाई त्यही लागिरहेको थियो किनभने यो यहाँ मात्र हो र थुप्रै हैदराबाद हाउस भनेर 65 बोल्नुहोस्. यो धेरै पिरो हुन्छ होला. कुन गर्नु मिडियम गर्ने कि लार्ज गर्नु? मिडियमै गरौँ. धेरै खान सक्दैन. मिडियम गरौँ. मिडियम गर्नु भेजिन मोहितो एउटा गरिदिनु है. हजुर ल हामी चिकन खाऊ यसो सस. मलाई के याद आयो भन्छ नि, त्यो एउटा देखाउँछ नि, त्यो रिच खानेको ठाउँमा आयो भने यसरी सजाइदिन्छ भने जस्तो त्यो याद आयो. त्यो मिम याद आयो क्या मलाई. के अरे यो खाना यो अफगानी चिकन. अफगानी चिकन अफगानी यो खाना हेरेर बिरयानी मिठो होला जस्तो लाग्यो. एकदम मिठो. कस्तो मिठो बिरयानी गाइस. मिठो है दिजु? मिठो है? हैदराबाद हाउस. गाइस हामी भर्खर यहाँबाट निस्के. गाइस हामी चाहिँ हैदराबाद हाउसबाट निस्क्यौँ अनि हामी यता मार्ट जाँदैछौँ है. छोरीले के खाने भनेको छ चक्लेट्सहरू, सो त्यो किन जाँदैछौँ. अनि अब चाहिँ गाइस हामीले चाहिँ अफगानी चिकन अनि बिरयानी खायो. एकदम मिठो थियो. ओभरअल एक्सपिरियन्स वाज सो गुड. हामी चाहिँ यहाँ मार्टभित्र छिर्दैछौँ. आइसै दिजु ल के यसले भने जस्तो छोरो कुन चक्लेट त कस्तो खालको चक्लेट खाने रे तिमी? मासु होइन ल कहाँ छ त त्यो छोरीले भने जस्तो पटपट चक्लेट. ल कहाँ होला त छोरो खोज्यो त. Hey guys, मैले के मार्ट गइसकेपछि चाहिँ सुट गर्नै बिर्सेछु है. सो आफ्टर द्याट चाहिँ हामीले आइसक्रिम खायो अनि हामी घर फर्क्यो गाइज. Thank you for watching this whole vlog. Please like, share and subscribe to my YouTube channel. Thank you.